हामी यति बेला चाहिँ अन्तिम चरणमा आइसकेका छौँ। लगभग आधाभन्दा बढी फालिसकेका छौँ है। हाम्रो डबराज पुरा थकिलेको काम हेर्न सबैले हाम्रो भाइ डबराज पुरा थकी कसरी काम गरिरहेका छन् त्यसै गरौँ म केशव पुरा थकी जाने बाबु भोलु पुरा थकी। हेलो गाइज, फाइनली गाइज यति बेला चाहिँ हामी पावर स्वर अन्तिम चरणमा आइसकेका छौँ। पार्ट 1 को भिडियो हेर्नुभएको नै, त्यसमा चाहिँ भर्खर सुरु गरिरहेका थियौँ। अहिले पार्ट 2 को भिडियो लिएर आइसकेको छु। पार्ट 2 को भिडियोमा चाहिँ पोखर स्वर सिद्धिसकेको अवस्थामा चाहिँ यो भिडियो लिएर आएको छु। पोखर त्यति ठुलो त छैन, तर पनि हामी पुरानो पार्टी पौवाहरू, कुवा पँधेरो पोखरीहरू जो बचाएर राख्नुपर्छ भन्ने चाहिँ हामी आज सोर्न आएका छौँ। फाइनली हामी चाहिँ यति बेला सोर्न सकेका छौँ। हेर्नुहोस्, तपाईँले यो भिडियो कहाँदेखि कुन ठाउँदेखि हेर्दै हुन्छ कृपया लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। र हामीले चाहिँ यो पोखर स्वर 2-3 घन्टाको अन्तरमा हामी चाहिँ पोखर स्वर सिद्धिसकेका छौँ। हाम्रो मेहनतको लागि 1 लाइक 1 कमेन्ट 1 सेयर गर्न नभुल्नु होला। आदरणीय गाइजहरू, यी कुवाको पानी चाहिँ हामी वर्षदेखि खाइरहेको थियौँ र यो कुवाकोबाट बढी भएको पानी गाग्रीहरू माझेपछि सफा गरेपछि त्यहाँबाट आएको पानी चाहिँ गाई बस्तुले खाउन्, चराचुरुङ्गी खाउन् भनेर चाहिँ हामीले यो पोखर सोरेका हौँ। फाइनली गाइज यति बेला हामी पोखर स्वर सिद्धेर अब जाने तयारीमा छौँ है। यस्तै फरक फरक भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल बुढाथोकी अनलाइन टिभी सब्सक्राइब गर्नुहोस्, नजिक रहेको बेल आइकन दबाउनुहोस्।